कि ब्रह्माण्डमा कतै कहीँ एउटा गजबको बाटो छ भनेदेखि यो बाटो गोकर्ण हिल साइड रिसोर्ट नजिक रहेको यो बाटो, जुन बाटो चाहिँ पैँटातर्फ जाने गरिन्छ। यो बाटो चाहिँ आजको दिनसम्म यहाँ धेरै नेतागणहरू, यहाँ धेरै बुद्धिजीवीहरू आए, तर ती बुद्धिजीवीहरूको आँखा पर्न सकेको, ध्यान पर्न नसकेको र यो जोडिन नसकेको बाटो, जुन बाटो पैँटातर्फबाट यो बाटो सरर आउँदैछ भनेदेखि यो बाटोलाई जोडिन नसकेको यो बाटोको कथा लिएर आज म तपाईहरु सामु उपस्थित भइरहेको छु। हेर्नुस् त, यो बाटो, जुन बाटो, यो बाटो कतैबाट पनि कालो जोडिन सकिरहेको छैन। यो एकदम अद्भुत लोकमा अद्भुत लोकमा रहेको यो बाटो, जुन बाटोको आफ्नै कथा रहेको छ। यो धेरै अगाडिदेखि यो बाटोलाई जोडिनु पर्ने थियो, तर यो बाटो यहाँका राजनीतिक दलहरूको आफ्नै प्रकारको मनोमानी खिचतानीको कारणले र व्यवस्थाको कारणले गर्दाखेरि यो अस्तव्यस्त बनेको यो बाटो कहिले जोडिएला। पैँटारको यो अवस्था, यो सृजना भएको बाटोको हविगत तपाईहरु राजनीति गर्ने राजनीतिक कर्मीहरूलाई कस्तो लागिरहेको छ, के लागिरहेको छ, यो बारेमा बहस हुनुपर्ने र यो बाटोको चाँडोभन्दा चाँडो निकासका लागि र यसलाई पैँटारबाट आइरहेको यो मूल बाटोलाई यहाँ ल्याएर टुङ्ग्याउने होइन, यसलाई जोड्नुपर्ने आवश्यकता छ। त्यहाँ लिएर आएको छु महेश केसी।